साथीहरु हाम्रो यहाँ सेल्फ हेल्प ग्रुपको मिटिङ हुँदैछ है। हाम्रो यहाँ दिदीहरु बहिनी यहाँ हो हामी यसरी भेला भएको छौं। तर दुईजना चाहिँ एब्सेन्ट, तीनजना पो त नि कि दुईजना, तीनजना साथीहरु चाहिँ एब्सेन्ट छ नि, आउनु भएको छैन हो। यहाँ चाहिँ हिसाब हुँदैछ एकदम। हाम्रो चाहिँ हेर्नु यहाँ पैसाको कारोबार हेर्नुहोस् है। यो चाहिँ फेसबुकको अनलिममा आएको होइन नि, फेसबुकबाट आएको चाहिँ होइन, यो चाहिँ हाम्रो आफ्नो पैसा आएको है। सेल्फ हेल्प ग्रुपको पसिनाको कमाई हो यो चाहिँ है। हामी चाहिँ बिजनेस गर्छौं नि त सेल्फ हेल्प ग्रुपमा कि, अन्त हाम्रो यो कमाई हुन्छ हो। अन्त यो चाहिँ हामीले वर्षमा एकखेप बाँड्छौं पनि, मजाले दसैँ खर्च पुरा निकाल्छ हामी साथीहरूले हो। दसैँकै टाइममा चाहिँ हामी यो जति नाफा भएको पैसा चाहिँ हामी बाँड्छौं। हाम्रो बिजनेस चाहिँ के छ भने, कसैले लुगा व्यापार गर्छ, कोहीले बाख्राहरू पालेको छ हो, कोहीले सुँगुर पालेको छ, कोहीले गाई पालेको छ, कोहीले दोकान गर्दैछ हो। त्यसरी चाहिँ हामीले ब्याङ्कबाट लिएको क्यास क्रेडिट पैसाले चाहिँ लोन लिएर चाहिँ हामीले त्यो लोनले चाहिँ बिजनेस गरेर पैसा बढाउँछौं। अनि महिनै पछि लोन पनि तिर्दै गर्छौं। नाफा भएको ब्याङ्कमा हामी जम्मा पनि गर्छौं है साथीहरु। अनि त्यो जम्मा भएको एक वर्षमा चाहिँ हामीले मजाले चाडबाड दसैँ मनाउनुलाई चाहिँ हामीले चाहिँ बाँड्छौं त्यो पैसा। कस्तो लाग्यो हजुरहरूलाई? हुँदैछ महिनामा एकपल्ट हामी जम्मा हुन्छौं यसरी चियाहरू खान्छौं। खै आज त्यही मात्रै छ है, के बनाइ नै म त अल्छी लागेर यस्तो छ। मजा गर्छौं। अनि अस्ति हामी यही ग्रुप नै हामी ह्याप्पी ल्यान्ड घुम्नु गएको थियौं है। त्यसरी वर्षमा एकखेप चाहिँ हामी एकदम घुम्नु पनि जान्छौं। अनि त्यस्तै हो, इन्जोय पनि गर्छौं। एसएचजीमा बसेकोले गर्दा चाहिँ धेरै फाइदाहरू छ। तपाईहरु पनि त अहिले एसएचजीमा हुनुहुन्छ होला सबैजना प्राय है साथीहरु। म देख्छु तपाईहरुको भिडियोहरु पनि है। अन्त हाम्रो चाहिँ यहाँ यस्तो चाहिँ ल फेरि भेटौँला अर्को पालिको मिटिङमा। म चाहिँ यहाँ छु। बाइ बाइ।